Hello everyone, welcome to day 5 of me filming daily vlogs. So as usual, बिहानै उठेर इन्स्टिट्युट गइरहेको थिएँ म। बिहान उठ्नलाई मात्र टेन्स हो हैन, नत्र एभ्रिथिङ अबाउट वेकिङ अप अर्ली इज गुड। के इन्स्टिट्युटबाट फर्किँदाखेरि चाहिँ गुलाब जामुन खान मन लागेर पसलमा छिरेको थिएँ। अनि यो गुलाब जामुन मन तातो थियो है, प्लस कति पछि खाएको मैले। अनि यस्तो मिठो लागेको थियो मलाई, which got me to say, आन्टी अझै एउटा ल्याइदिनुहोस् न प्लिज। एउटाले नपुगेर अर्को पनि लिएर आएँ। मैले दुईटा खाँदिनँ थियो होला कि, तर मन तातो थियो है। कस्तो मिठो लाग्यो मलाई। इट वाज सो फ्रिकिङ गुड। आई वाज लाइक ह्याभिङ फुड अर्गाजम। मलाई कतिको मन परेको भने त मेरो मुन्टो हल्लाकैबाट नि थाहा हुन्छ होला है। एकैछिन म खके परेको थिएँ। बाहिर निस्किँदाखेरि त पानी त धर धर परेको। म चाहिँ त्यो घरकै नजिकैको पसलमा छिरेको थिएँ। यसो नजिकै त छ, केही नि हुन्न भने झ्यामझुम दौडिन्छु भने दौडेको के पानीले त भेटाइहाल्यो नि हो। हेर नि त सुरुवाल भिजेकोबाटै थाहा हुन्छ। अनि कति यो चाहिँ अलि घिनलाग्दो छ है, तर किन राखेँ मैले यो क्लिप पनि मलाई पनि थाहा छैन। अनि सबै फ्रेस भइसकेपछि चाहिँ म चाहिँ सुतेर उठेर भ्याइसकेको छु। अनि अब चाहिँ खाना खानुपर्छ किनभने भोक लागिरहेछ। सो यसरी चाहिँ ढाकेर राखिदिएपछि सब हालेँ मैले, तरकारी पनि मलाई आज चाहिँ खानु मन लागेको किन मासुसँग। सो सब हालेको छु, भात पनि याक्ति हालेको छु भोक लाग्यो भनेर। खानी नखानी छुट्टै कुरा हो, अलिकति हेर त तर फेरि तताउनु पर्छ कि माइक्रोवेभमा। तातै खाइरहेछ भने त ठिकै हुन्छ होइन। जस्तो कि अब थोरैमा पनि पकाएँ, लाइक पकाए भन्दा पनि तताएँ। तताइसकेपछि अनि खाँदा खाँदै अब अझै खान मन लाग्यो भने फेरि ल्याएर तताउनु पर्छ। अनि त्यो खाँदा खाँदै घाम रोकिन्छ अनि खानै मन लाग्दैन। What? I hope you're getting me. यम्मी छ यम्मी। ओके, अनि यो समर सिजनमा चाहिँ हाम्रो घरमा चाहिँ रिचुअल जस्तै हो होइन। यो चाहिँ बाबाले लाइक हरेक दिनै लगभग लिएर आउनुहुन्छ लिची या फिर कहिले म्याङ्गो होइन। अनि त्यसपछि सबै फ्यामिली वरिपरि गोलो बसेर अनि गम 1 किलो जुन पनि फलफुल लिएर आउँछ बाबाले त्यो ज्वाम लिची खाइसकेपछि चाहिँ भाँडासाँडा माझेर यसो भिडियोको लागि नाटक पारिदिएको होइन। अनि बेलुका अझै भोक लाग्यो। त्यसपछि दुध र केरा लिएर मामुसँग सिरियल हेर्दै द डे केम टु एन एन्ड। बाइ बाइ एभ्रीवान।